1951 मा एकजना मनोवैज्ञानिकले एउटा एक्सपेरिमेन्ट गर्छ। उनले के गर्छन् भनेपछि एउटा कोठामा 8 जनालाई बसाउँछन्। 8 जनालाई बसाएर उनले सबैलाई एकै नासका प्रश्नहरू सोध्छन्। तर यहाँनिर एउटा ट्विस्ट छ। ट्विस्ट के छ भनेपछि 8 जना मध्येमा 7 जना मान्छे चाहिँ त्यो एक्सपेरिमेन्टको सेटअप हुन्छन्। मतलब उनीहरू सहभागी हैनन् कि त्यो प्रयोगको हिस्साहरू हुन्छन्। उनीहरू पहिलेदेखि नै सेटअप गरेर राखेको हुन्छ मनोवैज्ञानिकले। एकजना चाहिँ के हुन्छ पार्टिसिपेन्ट हुन्छ। उसलाई थाहा हुँदैन कि अरूजना सेटअप छ भनेर। अब ती 8 जनालाई एउटै प्रकारका प्रश्न सोधिन्छ, सजिलो हिसाबको प्रश्नहरू, जसमा के गरिन्छ भनेपछि सबैलाई 2टा कागज दिइन्छ। एउटा कागजमा एउटा धर्का तानेको हुन्छ र अर्को कागजमा चाहिँ 3टा धर्का तानेका हुन्छन् र सबैलाई एउटै प्रश्न सोधिन्छ कि जो एउटा कागजमा भएको धर्का छ नि त्यो चाहिँ अर्को कागजमा भएको कुन धर्कासँग मिल्छ भनेर सोधिन्छ। एकदमै सरल प्रश्न, एउटा 5 वर्षको बच्चाले पनि जवाफ दिन सक्छ। फर्स्टमा के हुन्छ, फर्स्टमा जो त्यो एउटा मान्छे छ त्यसले सही जवाफ दिन्छ। त्यसपछि सबैलाई फेरि त्यस्तै टाइपको प्रश्न सोधिन्छ, फेरि त्यो मान्छेले सही जवाफ दिन्छ। अरू 7 जना मान्छेले अलग फरक जवाफ दिन्छन्। फेरि उसलाई प्रश्न सोधिन्छ। त्यस्तो प्रक्रिया रिपिट गर्दै जाँदाखेरि के हुन्छ, त्यो जो एउटा मान्छे हुन्छ नि त्यसले पनि आफ्नो जवाफ चाहिँ के गर्छ, चेन्ज गर्छ। उसले के गर्छ, जो अरू मान्छेहरू छन्, अरू जो मान्छेहरूले जे भनिरहेछन् त्यो कुरामा आफ्नो जवाफलाई चेन्ज गर्छ। अब यो एक्सपेरिमेन्टले के देखायो भनेपछि त्यो मान्छेले आफ्नो विवेक प्रयोग गर्न छोडेर ऊ चाहिँ भिडसँग मिश्रित भयो। भिडले जे जवाफ दियो गलतै किन नहोस्, उसको विवेकले त्यसलाई गलतै किन नबनोस्, तर पनि ऊ त्यो जवाफमा मिल्न गयो। सोलोमन एसको यो एक्सपेरिमेन्टले के देखाउँछ भनेपछि मान्छे सत्यसँग भन्दा पनि बहुमतसँग चाहिँ नजिक हुन खोज्छन्। हाम्रो वास्तविक जीवन पनि योसँग मिल्दोजुल्दो छ। हामीलाई थाहा हुन्छ हाम्रा सपनाहरू के हुन्, हामीलाई थाहा हुन्छ हामीले अपनाउनु पर्ने बाटोहरू के हुन्। तर यदि 10 जना मान्छेले चाहिँ हामीलाई अलग हिसाबले भन्छ या 10 जनाले अरू विचारधारा राख्छन् भनेपछि हामी त्यही बाटोमा फेरि लाग्न उत्प्रेरित हुन्छौँ। भिडले जे भन्छ हामी त्यो गर्छौँ। भिडबाट अलग हुन हामीलाई एक प्रकारको डर लाग्छ। तर याद राख्नुस्, भिड सधैँ सही हुँदैन। इतिहास पल्टाएर हेर्ने हो भने संसार बदल्ने मान्छेहरू ती भिडभन्दा अलग उभिएका मान्छेहरू हुन्। के तपाईँ उभिन सक्नुहुन्छ त भिडभन्दा अलग?